सबैभन्दा बेडा स्टेटमेन्ट। नेताहरूलाई चान्स दिएर हेऱ्यो, अब राजालाई चान्स तिम्रे, तिमीले चान्स दिएको हो नेतालाई। कति वर्षको आन्दोलन पछि, कति वर्ष कतिजनाले ज्यान गुमाइसके पछाडि पाएको यो अधिकार, यो गणतन्त्र, भोट हाल्ने, चान्स दिने अधिकार हो, बुझ्यौ? त्यत्रो गरेर पाएको हो। तिमीले राजा तपाईँले काम गरेको राम्रो छैन, हामी नेतालाई चान्स दिन्छौँ, दिनु त भन्दै पाएको हो त हातमा, होइन नि? अब राजालाई तिमीले चान्स दिने भयो अरे, अहिले तिमीसँग अधिकार छ, गणतन्त्र छ नि त अहिले त। त्यही भएर राजालाई तिमीले चान्स दियो, तिमीसँग बोल्ने भुक्ने अधिकार भएको बेलामा, होइन? अहिले भुक राजालाई दिइसक्यो, तिमीले तिम्रो अधिकार सुम्पिसक्यो। भोलि राजाले काम गरेको मन परेन अरे, भोलि पारस सरकारमा आइसकेपछि देश तिमीलाई पारसले चलाएको देश मन परेन अरे, होइन? देश बेच्दिनै लाग्यो अरे राजाले, ल तिमीलाई मन परेन अरे। तिमी राजा तपाईँ जानु तपाईँले राम्रो काम गर्नु भएन, म नेतालाई चान्स दिन्छु भनेर पाउँछौ? पाउँदैनौ। तिमीले फेरि आन्दोलन सुरु गर्नुपर्छ, 62-63 फर्केर आउनुपर्छ, फेरि देश पहिलाको जस्तो हुन्छ, बुझ्यौ? तिम्रो दिमाग छ भने सुन। अनि तिमीलाई के अरे एकजना राजा भयो, यो सेकेन्ड भेडा स्टेटमेन्ट। यत्रो राजा हुनुभन्दा एउटै राजा भएको ठिक छ, यत्रो राजा हुनुभन्दा एउटै राजा भएको ठिक छ अरे। तिमीलाई थाहा छ राजा सिंहदरबारमा बसेर पुरै देश चलाउन सक्छन्, गाउँको विकास गर्न सक्दैनन् नि। त्यही भएर त पहिला गाउँठाउँको विकास हुँदैन थियो। हाम्रो गाउँमा पहिलातिर रोड थिएन, इलेक्ट्रिसिटी थिएन। इलेक्ट्रिसिटी त म 2-3 कक्षामा पढ्दा आएको। एजुकेसन केही पनि थिएन। मेरो मम्मीको बहिनीको सिम्पल डायरियाले डेथ भएको, मेरो मम्मीको दिदीको बच्चा जन्मने बेला डेथ भएको, किनकि केही हेल्थ थिएन, एजुकेसन थिएन। हेल्थ केयर मात्र होइन कि यो गर्नुपर्छ भन्ने मान्छेको दिमाग पनि थिएन क्या। अनि छोरी मान्छेले स्कुल जान पाउँदैन थिए, धनी नेताका छोरीहरू स्कुल जान पाउँथे, मिडल क्लास जनताहरूका छोरी स्कुल जान पाउँदैन थिए। छोरा पाउँथे, छोरी पाउँदैन थिए, किनकि अब बाबुआमाले कसलाई चाहिँ पठाउनु त, पैसा थोरै छ भन्दा छोरालाई पठाउँथे चुज गरेर। पेट्रियार्की सिस्टम हुन्थ्यो। मेरो मम्मी स्कुल कहिले गएको होइन, बुझ्यौ?